सम्माननीय प्रधानमन्त्रीज्यूले मेरो राष्ट्रियताप्रति कसैले पनि शङ्का मान्नु पर्दैन भन्नुभएको, जसरी मेरो चरित्र, इमान्दारी र जिम्मेवारीप्रति कसैले पनि शङ्का मान्नु पर्दैन, कसैले पनि। हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म बाबुलाई स्कुल पठाएर रुम लठबत्र भएको थियो। सबै मिलाउनतर्फ लाग्छु। कोही कोही मान्छेहरू नि साथीहरू कस्ता हुन्छन् नि भने साराको संसारको ज्ञान सिर्फ आफूसँग मात्र भएको जस्तो गर्छन्, अरूलाई त केही पनि आउँदैन जस्तो गर्छन्। ज्ञानको भण्डार, ज्ञानको मूर्ति सिर्फ आफू मात्र हो जस्तो गर्छन्। त्यति मात्र कहाँ हो र, अर्काको चासो बढी गर्ने, जासुसी गर्ने, यसले यो काम गर्यो त्यो काम गर्यो के काम गर्यो भनेर अरूबाट जानकारी लिने पनि गर्छन्। म तिनीहरू जस्तो बन्द किताब होइन, बाहिर एउटा भित्रको रहस्य अर्को। म एउटा खुल्ला किताब हो जो कहिले पनि पढ्न सक्छ। मलाई त्यस्तो दुग्ला पनि पटक्कै मन पर्दैन। न त यस्तो गर्ने मान्छेहरू नै एउटासँग एउटा कुरा गरेको छ अर्कोसँग अर्को कुरा गरेको छ, यस्तो दुई जिब्रे कुराहरू मसँग नगर्नु होला। म कुनै बच्चा होइन। दुईमा दुई जोडे दुईवटा धर्छ ताना, एकातिर अर्कोतिर दुईवटा धर्छ ताना अनि जोडा 4 हुन्छ भन्नलाई मलाई थाहा छ। दुईमा दुई जोडा 4 हुन्छ भनेर यो त सोझो छ, यसले के थाहा पाउँछ। म यसलाई उल्लु बनाउँछु भनेर नसोच्दा पनि हुन्छ।